हेर त कस्तो ह्यान्डसम केटो। बाबा म यही केटासँग बिहा गर्छु। यस्तो केटालाई त हामीले एटिएममा हालिहाल्नु पर्छ कि। सही कुरा गर जय सर। म यता आउनु त। तपाईँ आउनु न। ल जाउँ न त। झुकिनु भयो क्या तपाईँहरू? कहाँ झुक्किनु नि, तपाईँको लभ त परेको छैन नि बाबु। छैन छैन, अनि बिहे त्यो पनि छैन। छोरी बाटो खाली तेरो यो केटोसँग सियर बिहे हुने भयो। कुरा के भने नि बाबु, मेरो छोरीको पनि बिहे गर्ने उमेर भइसक्यो, तपाईँको पनि बिहे भएर रहेन छ। मलाई पनि तपाईँ जस्तो ह्यान्डसम चाहिँ चाहिरहेको थियो, भगवान्ले ठ्याक्कै जुराइदिनु भयो। अनि तपाईँ मसँग बिहे गर्नुहुन्छ? ए हुन्छ हुन्छ। लु बाबु, तपाईँ राजी हुनुहुन्छ भने अहिले यही बिहे गरिहालौँ। अहिले यही? हजुर आजै गरिहालौँ न। मैले तपाईँलाई पति परमेश्वर मानिसकेँ, आज बिहे गरौँ, सायद पनि राम्रो छ। बुवा त्यो बिहेको सामान निकाल्ने हाल्नु त। यही छ नि। ल बाबु, बाजे पनि मै हो,